हेलो गाइज, के छ? यहाँ सबैजना आलु खन्न खाने यहाँ दुईटी यहाँ माटो खावा खाऊ गर्छन्। कसले कानमा जाने फुल खोजे खान्। बाबु आयो भनिदेऊ। बाबु नानी छोरी 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 मा कति राम्रो चिनिन्छ आज। यो भातेले अघि नै बाटो खाना खान्ला, अहिलेसम्म खाएन। माथि खाना खाएन, सबै बसेर अहिलेसम्म खाने आलु हेर्नु है। यो आलु यहाँ छ, अनि यो सिमीहरू, यो कालो सिमी हो, दाल खाने सिमी। सिमी सब दाल खाने सिमी। पहाडतिर गए तरकारी त जे खाऊ खाऊ। ए आलु खन्ने र एक बोरी, अनि त्यहाँ एक बोरी, दुई बोरी, अनि तीन बोरी मात्रै खाने खान। अनि यहाँको सबभन्दा किम्ती चिज देखाउँछु म। किम्ती चिज भनेको टिङ्गुरो। यो 700-800 रुपियाँ किलो छ यहाँको। सुन भन्दा पनि फरक पर्दैन, तर काँडा हुन्छ नि यसमा। यस्तो ट्याग गर्ने हो, यो पात फाल्ने यसरी, अनि यसरी टक्क टिप्ने हो। यो चाहिँ चटनीमा, औषधीमा, अनि च्याउहरू पकाउँदा युज हुन्छ। त्यो माथिको डाँडा यति राम्रो छ, यति राम्रो छ। त्यहाँबाट हेरेर सबैजना सिमी फलेका, कति राम्रो सिमी फलेछन्। है अनि यहाँ पनि सिमी त पहाडतिर जति खाऊ हुन्छ, तर हाम्रो फलाएन धेरै। तीन मान्छेहरू त्यहाँ बसे, मतलब मान्छे नै खेताला। ओ खेतालाहरू, यिनीहरूलाई मैले 100-200 को लालचमा ल्याउँ यहाँ आलु खन्न। अहिलेसम्म 3 बोरा आलु मात्रै खाने खाने। एउटा त्यहाँ, दुईटा त्यहाँ, तीनटा त्यहाँ। खाना खाए ढारिकन बसेन अहिलेसम्म, अनि खाना ल्याएन। यो कुरो गाउँको कुरो यस्तो हुन्छ। मेरो छोरीलाई फुल लगाइदिन्छ, यसलाई लगाइदिन्छु पहिला। मेरो छोरालाई फुल लगाइदिँदै हुनुहुन्छ दादाले। फुल लगाउने अनि नाच्ने कसको छोरी फुल लगायो। यहाँको चिम्पान्जी जस्तो मान्छे हो। यसलाई जङ्गलको गुफामा भेटायो हुन्। कहाँको यसले देखे, तर गुफा त कहाँ हो थाहा छैन। कालो गुफा हो कि सेतो गुफा हो। ए छोरी आयो भन्यो, माछाहरूले आयो भन्यो। छोरी ओइ हाई भन त। हाई मोबाइलतिर त ध्यान नै छ। यिनका माछा आएर यहाँ नाच्नु। यिनीहरू नाचेर यो बिचकी आएमा इक्कु जस्तै मान्छौ कि कहिले के मान्छौ? मोटी बदाउरी। ओ बदाउरी दिदी कस्तो तरी मलाई बदाउरी। 2 थाल भात खाएन, पुरै भैँसी बसे जस्तै बस्नु भयो। 2 थाल भात त म त 2 थाल भात 5 छ म त राम्रै हो। म हिसाब जन मलाई त देउता आइन भक्क खानु। यहाँले लसुन ससुन खानु न, खाएपछि नाच्न लगाइदिनु।
माइजू अहिले आउँछु म त्यहाँ पारि आलुका बोरामा प्याक गरेर लाइसिन् छोरीलाई म यहाँबाट जान लाग्छु हाई आलुमा कसले बस्ने भने कसले बस्ने भने आलुमा मम्मुले बसायो खै आलु नानीले त आलु पाइछिन् ल गाइज आजलाई हाम्रो कार्यक्रम यति छ अब यो आलु सबै खनिसकेपछि चाहिँ खिचेर हाल्छु है